भिडियो हेर्नु त सँग विवाह गर्दा माइतीले जीवित छोरीको क्रिया गरिदिए, पुसको पुतला बनाएर दाह संस्कार समेत गरे। कस्तो अचम्म लाग्छ कि अहिले कहाँ गए के मतलब सानो जात ठुलो जात केही भनेको छैन समाजमा, केही पनि गराएको छैन। तिमीहरू सानो जातको मान्छेहरूले त्यस्तै भनेको भन्ने मान्छेहरू खोइ कहाँ गयो होइन। मतलब अचम्मै लाग्छ कि 21औं शताब्दीमा आउँदा पनि त्यो बाहुनको छोरीले सुनारको छोरासँग बिहे गर्यो भनेर होइन, पुरा क्रिया नै गर्यो। अब के भन्नु कि म यसमा मान्छे होइन कहाँदेखि कहाँ पुगिसक्यो हाम्रो यो समाज भने त्यही पिछडिएको सोच लिएर अहिलेसम्म अगाडि बढिरहेको छैन कि। खोइ म त देख्छु कानुनमा पनि दलितको लागि के छ अरे। अब म त कानुनमा लेखेर मात्र हुन्न के, कानुनमा लेखेर मात्र हुन्न कि, व्यवहारमा पनि अलि त्यसलाई व्यवहारमा पनि देखाउनु पऱ्यो कि। मलाई अचम्मै लाग्छ कि बरु नबोलेको हुन्थ्यो नि, क्रिया गरिदियो अरे त्यो बिचारी छोरीलाई कस्तो के गाह्रो भएको होला कि। फेरि होइन कमेन्टहरू त नाना थरी ठिक पऱ्यो अरे, यस्तै गर्नुपर्छ अरे। फेरि होइन त्यही पढी लेखेका मान्छेहरू छन् कि मतलब भन्छ नि मुखले भन्ने के सानो जात ठुलो जात हामी त मान्दैन, हामी त लेखी पढेको मान्छे, त्यो मतलब तिनीहरूको सोच मात्र हो के भन्ने देखावटी नजर मात्र हो। वास्तवमा अहिले पनि मानिरहेछन् कि म पनि दलितकै छोरी हो, सुनारको छोरी हो, मैले पनि भोगिरहेको छु कि मान्छेहरूले भन्ने मात्र हो कि। 21औं शताब्दी मान्छे अमेरिका यिनीहरू कहाँ कहाँ पुगिसक्यो भन्छन् के, पुग्छन् नि तिनीहरूमा त्यस्तो छैन भेदभाव, त्यही भएर पुग्छन्। अनि तपाईँहरूको सोच अनि त्यही के पिछडिएको बिचारीलाई कस्तो के गाह्रो भइराखेको होला। मान्छे आधुनिक जमाना आइसक्यो, मान्छे कहाँ कहाँ पुगिसक्यो, के गरिसक्यो होइन। हाम्रो समाजमा त्यही जातीय भेदभाव त्यही चलिरहेछ कि बढिरहेछ नि। म त यो भन्न चाहन्छु यो जातीय भेदभाव गर्ने मान्छेहरूलाई कडाभन्दा कडा सजाय दिनुपर्छ र यस्तो गर्नु हुँदैन भनेर हामीहरूले ज्ञान दिनुपर्छ कि। अहिले खोइ त भन्ने जान्ने मान्छेहरू अहिले टिकटकहरूमा भन्थे कि सोसल मिडियामा भनिरहेको थिएँ कि जातीय भेदभाव छैन त्यतिकै भने नाना थरी कुरा भने। अस्ति पनि एउटा सानो भाइलाई पनि पिट्या रहेछन् कि, सानो भाइलाई कस्तो मर्नसम्म पिट्या रहेछन् कि। म हेरिराखेको हुन्छु नि, आज चाहिँ मैले सहनै नसकेर यो भिडियो बनाएको। मलाई त